हेलो गाइस हेलो हैप्पी बर्थडे मैले हेलो गाइस भनेपछि हेप्पी बर्थडे फर्किथेँ तपाईँ फर्किए रामले देख्यो अनि यो चाहिँ युट्युब च्यानल हाल्नु है हस् हामी त्यसरी गाडीको पछाडि बसेको भ्यू हेर्न हामीलाई रमाइलो भइरहेछ यहाँ अर्को नि युट्युबर छ पापा खाऊ पापा भन्देऊ न तल भुइँमा पोखन पाइँदैन आज कता हो यो के हाल्ने यो भुरानो लाग्छ कि अहिले अहिले कति अब कति हेर आँगनभरि पड्काएको एउटो पड्के छैन म त अब केही बोल्दिनँ आज मैले त्यसरी हाल्थ्यो नि थाहा नै छैन मलाई बसिरह लुसु लुसु खिचिरहने ठुलो मोबाइल लिएर म त बोल्दिनँ सुरुमा पकाएको चढाउनु पर्यो सुरुमा पकाउने कि यहीँ पकाउनु पर्यो सुक्छ अब पकाउनु थाल्यो बस यहाँ एकजना बेनीको गोल पार्नु माथि आएन त उतै नैवेद्य पकाउने अनि भोलि अहिले खाना पर्छ नैवेद्य खाना त पुगिहाल्छ नि दुई माना के मोही खान्छु राम्रो भएर त उ त फुल उठेको खिच ल ल फुल उठेको खिच रम्मा जम्मा तिहार आयो घर बेटीले बस्ने भयो त्यो कुर्सी लिएर मामा कस्तो भयो ह्यापी कस्तो भयो अझै एउटा पुरी खाऊ यहाँ सिमी खाएर अझै खाऊ सेलपुरी पकाएर खाँदैछौँ मामा उहाँ खड्कर मात्रै हुनुहुन्छ लक्ष्मी पूजाको लागि माइती रोमानियाबाट हेर्नुहुन्छ नि त्यहाँ ओम लेख्ने हो क्या छोरी यहाँ त्रिशुल बनाउनु लाइट ल ल हुन्छ त्रिशुलले बनाउनु मम्मी दुई शब्द म केही भन्नु चाहन्न आज किन मम्मी आज छक्कै लाग्यो छुरी लागेर घाँस काट्नु जान्छ सबै कि तपाईँको माथिबाट सबैको बिजोग छ नि छन त तर भोलिपर्सि मेमोरी भइहाल्छ नि भने कति राम्रो देख्नुहुन्छ माता बट्टारी छैन कहाँ सानै कहाँ पत्रिका दुईटा पुरी अब खोइ हजुर हजुर बर हो सिधा छ है राम्रो भयो
त्यो पर्पल कलर त्यसले हाले जस्तो मात्र हो कति घुमेको राजु सुजाता यता नि हेर तिमीले बनाएको यो पालि कस्तो बन्यो यो त्यो पिक्चरमा चाहिँ यताबाट भिडियो कल हान्दा हान्नु हेर कोले बुझ्या यहाँनिर आउँछ खोइ हामीले भटमाना भाइ हो भन्दा देउसुरे भन्न आउँछ तँलाई रातो माटो देउसुरे चिप्लो बाटो देउसुरे भन्नुपर्छ आउँछ बिहान बिहान रोटी र पुरी के गर्दा उल्टोमा छ कि भनेर उल्टो के हो छैन यो अब्बा सैली रिमै गम्म खायो माम सानो अब्बा कहाँ छ हजुर पातलो हुनुपर्छ बोल्न चिनी रोटी दिदी हेर्न भाइ भएन हेर्न है बह हुन त त्यो बाक्लो भयो भुन्न त पिठै पिठ हुन्छ बनाइदियो होला क्या सानो सानो ए हो यो सानो भान्जीले बनाएको त्यो त एउटा बिचरा शान्ति मन 9 दिन हुन्छ बिहान नि भन्छ 5 बजे अनि कसले सियाने त बिहान दिउँसो त अनि कुनै होमवर्क गर्नु गरे ल बा कति राम्रो देखिनु भयो आज काम छैन काम छैन त्यो कपालै परे छैन नखिच अब खिचिसके अनि हुन्छ यो चाहिँ गतिलो भयो त कान्छी यता हाले उता जान नपाएर पुजारी नपाएर अनि त्यही चोरी हो त लयर त हुँदिनी है म जस्तो रोटी पकाउनु जाने कोही होइन यहाँ यस्तो भयो अब एकै ठाउँ खनिएर Ayo
जाँदैन भनेर हो जुगाड काट्छ लैजाऊ यता खतरा बनाउने यत्रो हो घरको जस्तो कहाँ हुने देखि यस्तो बनाउनु आऊ मुर्गाले चाहिँ जाने यहाँ है कस्तो राम्रो खोइ आपको भान्जी बोल बोल यहाँ फकागन बोल बोल बनाउने भान्जी यस्तो मिठो भएको बुझिलो बनाएको युट्युबरको त अगाडि मात्रै हुनु हजुर हजुर आइसमा लिला बोला हजुर 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 मामालाई नि खिच्दै मसेर पाइल मामा भाइरल हुन्छ भाइरल मामा विदेशी सान मान्छेलाई जतिखेर हबा ओइ साबे आउँछ त्यो गाडी आउनु त्यसमा गाइस हामी तिनजना चाहिँ अहिले गल्छी जानु लाग्यो ह्याप्पी के जानु लाग्यो गल्छी के ह्याप्पीले भन्न आउँदैन पहिल्यै घोकेर राखिदिउँ यो भन्छु भनेर सो त हामी कहाँ जानु लाग्यो अरे हामी गल्छी जानु लाग्यो चक्लेट किन्नलाई मसला किन्न हामी घर बस्दा लाउने कपडा लगाएर गएको है खासमा ह्याप्पीको कपडा राम्रो हो नि सोच्दै थिएँ ह्याप्पीको चप्पल ठिकै हो मेरो ठिकै ह्याप्पी टोइलेट बनेर जान्छ चप्पल गाइस हामी चाहिँ अहिले गल्छी बजारमा छौँ खोइ छ त यहाँ यति अनि यति चक्लेट किनेर अहिले यहाँ चक्कर लगाएको अहिले चाहिँ हामी गल्छीको पुलमा छौँ अनि यो चाहिँ त्रिशुली होइन यिनीहरूलाई सर्टकट बाटो लिएर आउँछु भनेको मैले बाटो आफै बिर्सिएँ बल्ल बल्ल मेन रोड आइपुग्यो यस्तो हो यो बाटो चप्पल आजको लागि कुक हो फोटो देवादान फोटो युवा साधन फोटो ताउताउ साधन फोटो ल गोमा सानी भाइरल अब युट्युबमा हाल्छ नि तर सुसनले नि बोट टिप्ला है खोइ ओहो अनि त्यहाँनिर ठुलमम्मी हान्ने ससानी सबले बोट टिप्लाको सानो बुने नि बोट टिप्न आयो नकाट्ने भनेर है त्यही भन्छ मिलाएर किन भिडियो खिच्यो त्यहाँबाट कामै नपायो हेलो गाइस हामी बिहान बिहान फुल टिप्न आएको यहाँनिर अनि यहाँ कति धेरै फुलहरू छ दुर्गिनी छिन् अनि हामी चाहिँ यहाँ खुर्सानी बारीमा छौँ अनि ऊ त्यहाँनिर सुसन छ ओ सुसन आयो भन आयोला आयो भने यस्तो आयोला आयो होइन यता चाहिँ सुजता र ओ त्यहाँनिर ह्याप्पी मखमली फुल यहाँ है मखमली फुल चाहिँ खोइ गीत मखमली फुल
मेकअप गर त्यसले आउँछ मेरो हालिस भने चाहिँ पावतन्त्र शिव सन्नुव पाद्यमर्गम पुष्पम भूषण ओम दीपनारायण नमो नमः ओम कलशाय नमो नमः झले विष्णु खले विष्णु 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 वेगच ओम विष्णु नारायण नमो नमः ओम मंगलम नमो नमः ओम श्री गणेशाय नमो नमः मंगलम विघ्न बाधा नहोस् ल भगवान ल यता हेर्नु सबैजना क्यामेरा भेट क्यामेरा भेट नाङ्गे भाइ हेर्नु गाइस यहाँ मस्त लेखाइरहेछ लग्न छोरी नखाने 2 1 त्यो हावाले हो अहिले राम्रो हामीले कुकरा भात बसाल्न खाउलाई के थाहा हिजो अररु आज काने गुदी जस्तो इसको भात अलिअलि हो र हिजो लपक्की हातेर तासिनी राई सुगरको त्यस्तै त हुन्छ अहिले मैले चलाएर ठ्याक्क के नाउँदा छड्को पन लाएर त चलाएर अनि माथि गएको म अनि सुत्या ठस उठ्या फेरि सुत्या हो के बाइक एउटा निवा सालेर अनि गाडीमा जाने अझ उसको कति छ पलान उनीहरूको भागमा खाने उनीहरू भागमा खाने यो छोरीहरूलाई भाइलाई खाने त्यही भएर मैले अलिअलि राखेँ कोनो दिन खानै पर्ने के खाने भन है फाइभ स्टारहरू चाहिँ केही परेको के परेको छैन मामा कस्तो छ यत्रो झाल हुँदा फलेको थिएन भनिरहेको थियो आमा अरे जम्मा एउटा सबैजनाले यति टिकन धेरै हुन्छ भोलिपर्सि आमालाई हैरान हुन्छ जानु त जानी फुल भाइ नि जाने या तेरिका साइली रिमे बुनो या तेरिका गर्दियो तिहारको दिन चाहिँ लास्टै घरभरि मान्छे भएर सुत्ने ठाउँ नभएर हामी यसरी सुत्ने मान्छे यसरी चारजना यसरी सुताला हामी कसैको पनि सुत्ने छाटकाट छैन है सबै हामी एकदम एनर्जिक उही के होला अझ रातभरि हामी मामा माइजूको फोटो हेरेर सुत्थ्यौँ त्यहाँनिर छ I feel like I'm dead.
I'm alive, but I'm dead. I'm alive, but I'm dead. I'm alive, but I'm dead. I'm alive, but I'm dead. I'm alive, but I'm dead. I'm alive, but I'm dead. गोमा दिदीले माथि राखिदिनु गोमा दिदी बन्यो सेलरोटी मिल्ला झिलिमिली झिल्ला हेर छोरी राम्रो भएको है गल्छीको धुलो जिरो ब्यालेन्स भन्दा त अब हुन्छ हामी चाहिँ अहिले पोखरा फर्किनु लाग्यो सो बाई गाइस